नमस्कार। आज हामी यो ठाउँबाट किन तपाईँ सामु आयौँ, किन हामी तपाईँलाई देखाउन बाध्य भयौँ त है त। आज एउटा सिरियसली कुरो छ, किनभने गौरीगङ्गा नगरपालिका र घोडागोडी नगरपालिकाको बिचमा पर्ने यो ठाउँ हो र यो ठाउँ तपाईँ मजाले हेर्न सक्नुहुन्छ। यहाँ पशु चौपायाहरू चराउन होइन, विभिन्न केटाकेटी र विशेष गरी महेन्द्र राजमार्गको जस्ट साइडको क्षेत्र हो, जो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका व्यक्ति र देशदेखि विदेशसम्मका मान्छेहरूले हिँड्ने बाटो र गन्तव्य स्थान पर्दछ। र त्यो स्थानको यस्तो ठाउँमा पुगिसकेपछि यसरी पशु चौपायाको निवाकरण भइरहेको छैन। मरिसक्यो, तर यहाँका जनप्रतिनिधि, यहाँका म हुँ होइन, यहाँको एउटा हुन्छ नि होइन, ठाउँ वडा नगर या यो नगरपालिकाको क्षेत्रभित्र पर्ने भइसकेपछि यसलाई कसरी हामीले व्यवस्थापन गर्ने भन्ने कुराहरू आउँछ होइन। यो कुरामा कसैको पनि ध्यान गएको छैन। यत्रो यो महेन्द्र राजमार्गको यत्रो बाटो छ, जो पूर्व मेचीदेखि पश्चिम महाकालीका मान्छेहरूको ध्यान जाने ठाउँमा एउटा यो नगरपालिका र त्यो नगरपालिका, यी दुईटा नगरपालिकाका कुनै पनि एउटा त्यो सम्बन्धित निकायका व्यक्तिहरूको ध्यान गएको छैन। यो मात्र होइन गाइज, तपाईँलाई म अगाडि पनि देखाउँदैछु, अगाडि देख्न सक्नुहुन्छ। एउटा व्यक्तिले मैले आएर एउटालाई त गाड्न सक्छु रे, यत्रोलाई त कसरी। अनि यसलाई यसरी छोड्दा वातावरणमा केही असर पर्छ नि होइन, पर्छ नि। तपाईँ देख्न सक्नुहुन्छ एउटा गाई यहाँ छ होइन, हरेक यो पुरा एरिया के मलाई देखेर मलाई चाहिँ कस्तो फिल भयो कि ओ माई गड, यहाँको जनप्रतिनिधि को त, यो जिम्मेवार को त। एउटा नगरपालिकाको क्षेत्रभित्र परिसकेपछि घोडागोडी नगरपालिका होस् या गौरीगङ्गा नगरपालिका होस्, जुन नगरपालिकाले पनि यसलाई राम्रोसँग निराकरण गरिदिनु पर्दछ होइन। लास्टै भन्दा नि साह्रै यो वातावरण साह्रै प्रदूषित भएको देखिन्छ। मलाई त पुरै आँसु आएर होइन यस्तो अवस्था छ। र यो जुन एउटा वातावरणमा असर पर्ने कामहरू भइरहेको छ होइन, नगरपालिकाको एउटा जेसिबीले 20 मिनटमा यो काम टुङ्ग्याउन सक्थ्यो, तर कसैको पनि ध्यान गएको छैन। र यहाँका जनता र जनताका छोराछोरीहरू के यो सब हेर्दै होइन, यो अवस्थामा यहाँका जनताका छोराछोरीहरू यो अवस्था हेरेर बस्न र यसरी गर्न सक्दैनन्। नगरपालिकाको ध्यान जान जरुरी छ। अभियसली फागुन 21 आउँदैछ, सबै टाउके बनाउँदा होइन, देशलाई बनाउँछु, गाउँलाई बनाउँछु, समाजलाई बनाउँछु र नगरपालिकालाई पनि बनाउँछु भन्ने व्यक्तिहरू जुन चुनावको माहौलमा व्यस्त हुनुहुन्छ, तपाईँहरूले एकचोटि त्यो अस्तव्यस्तलाई छोडेर एकचोटि यहाँ आएर यसलाई पनि एउटा मजाले व्यवस्थापन गरिदिनु होला भन्न म घोडागोडी नगरपालिका वार्ड नम्बर 10 वासीको तर्फबाट तपाईँहरूलाई हार्दिक अपिल छ। आशा छ हाम्रो गुनासोलाई सुनिदिनुहुनेछ र यो चाँडोभन्दा चाँडो